arigatou gozaimashita. Arigatou gozaimashita. Arigatou gozaimashita. भयो आउँछु त। लिम्बुनीहरूलाई अब बिहेमा माग्नलाई के लिएर आउनुपर्छ अरे भन्दै नि सर र केटा मलाई पनि पछि लिम्बुनी मन पर्न सक्छ नि त। ओइ कसले लास्टै नमिठो पाडे यार तपाईँ हो? हेलो नमस्ते गाइज। आज चाहिँ हाम्रो स्कुलको लास्ट दिन प्लस अब जापानिजमा चाहिँ सचुक्यो भन्छ होइन। आज चाहिँ हाम्रो सचुक्यो हुने दिन। सचुक्यो भनेको चाहिँ तपाईँहरूको अब 2 वर्ष हामीले चाहिँ पढेर नियङ्गको सकिसक्यौँ। अनि यो मेरो भाइ दौरा सुरुवाल लाएर नेपाली पारामा ओ धागा टिप लगाइनस् ए के जापानिजले कुद्छ भनेर रोगामा बनाउन आउँदैन लाएर ट्याक्कै जान्थे अब त एउटा साथीलाई आउँछ उसलाई बनाइ माग्नु पर्ला म बनाइदिन्छु ले तँलाई नि आउँदैन पाउने भए त रुममै बनाउँदैछ अहिले चाहिँ हामी ठ्याक्कै यो सुगामा स्टेसननिर छौँ त्यो रेड लाइट छ गाडी साडी आएन भनेपछि हिँड भाइ चल भाइ होइन होइन अब चाहिँ हामी ट्रेन चढ्न गइरहेको छौँ मेरो भ्लग चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै हामी चाहिँ लाग्यो है ए ठिक छ नि त शुभकामना आज चाहिँ सबले घन्टीमा भोट हाले है त्यहाँ नत्र फेरि है दुःख पाइहाल्यो फेरि भोलिपल्ट गएर भोसाडी के प्रचण्डको पछि नलाग भाइहरू अझै पनि बुझिस् हाम्रो यहाँ भेटी पनि आइसकेको छ हेलो 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 ल यार है भ्लग हेर्दै गर्नु है कस्तो बन्छ है मलाई फेरि बोल्न आउँदैन म प्याचुज बोलिदिने हो भ्याचुज हालिदिने हो भ्याचुज सब्सक्राइब हानिदिने लाइक हानिदिने है त विशेष गरेर अब यो 2 वर्षमा चाहिँ होइन कहिले झगडा भयो होला कहिले खुसी भयो होला कहिले सुख मिल्यो होला कहिले झगडा भयो होला कहिले के भयो होला होइन तर अब हामी छुट्टिँदैछौँ कस्तो लाग्दैछ तिमीलाई छुट्टिँदाखेरि नरमाइलो साथी जिन्दगीमा छुट्टी नै पर्छ है र हामी फाइनल्ली यहाँ आइसकेको छौँ होइन ल यो चाहिँ हाम्रो सब्सिडी हुनु थाल्दैछ केटा र केटीहरूलाई यस्तो भेटभाव छ केटाहरूलाई चाहिँ खाइदिएको रे केटीहरूलाई चाहिँ केटाहरूलाई चाहिँ खाइदिएको रे केटीहरूलाई चाहिँ लिफ फ्रेममा आएको छ यता भेटभाव भएन र केटा ओ केटा र केटी बराबर भनेको होइन अनि यहाँ त केटा र केटीलाई छुट्याए त है अरे तो नमस्ते सुनसे पाइसक्यो फाइनल्ली 2 वर्ष सम्पत्ति पाए केटा तिनवटा है यार हेलो हेलो ठिक छ म एकदिनपछि भाषण हान्न जान्छु है टेन्सन नलियो अगाडि बस्ने पछाडि पछाडि बस्ने जहिले पछाडि यार जहिले पछाडि नेपालमा पनि पछाडि बसेर गयो है अहिले पनि यहाँ पनि पछाडि नै तर पछाडि बसेर हेर्नेको मजा नै बेग्लै छ है फेरि अमरेश कुमार र गगन थापामा कसले जित्ला गगन थापा 2 मान केटाहरू बाजी राख्दैछ पैसा आज त पुरै साडी लगाएर आऊ त तिमीहरू कस्तो फिल भइरहेछ छुट्टिनु पर्दाखेरि रुन मन लाग्यो रे रुन मन लाग्यो खुसी हुन मन लाग्यो भन न अब त झन् खुसीको यात्राको दिन हो के थियो मेरो फोटोमा आएको छ लिम्बुनीतिर ढल्केर हौ सुँगुरको मासुमा पल्केर हौ ऊ चाहिँ लिम्बुनी है फेरि हाम्रो 2 वर्षसँगै पढियो होइन कहिले झगडा गरियो होला कहिले सँगै मिलेर हाँस्यो खुसी भयो नि त कस्तो लागिरहेछ 2 वर्षपछि छुट्टी पाएखेरि मलाई धेरै नराम्रो लागिरहेछ के छ अब पछि भेटौँला है नबिर्सिनु होला
कस्तो तिमीलाई बिर्स्यो भने त पाप लाग्छ होला मलाई यस्तो राम्रो मान्छेलाई म कहाँ बिर्सिन्छु त ओके बिर्सिनु भएन भेटी बस्नुपर्छ अब कामको फाल्टो फाल्टो भए पनि केही भएन म्यासेजमा बोलिराखौँ साथीहरू सबैजना नबिर्सौँ म्यासेजमा बोली त राख्नुहुन्थ्यो तर तिमीले मलाई ब्लक गरेको छौ नि त अनि कसरी बोल्नु मलाई थाहा भएन त्यो मलाई थाहा भएन मैले गरेँ होइन तिम्रो बोयफ्रेन्डले गरेको हो थाहा भएन जिस हाम्रो लिम्बुनी चाहिँ सिङ्गल छैन प्याकै हो है होला होला होइन लजायो है लिम्बुनी लजायो है तर लिम्बुनीहरू यस्तो राम्रो हुनेको खास रिजन कारण चाहिँ के हो धेरै सुँगुरको मासु खाएर हो तिमीले धेरै भन्यौ त्यस्तो होइन त्यस्तो होइन ए खासमा होइन लिम्बुनीहरूलाई अब बिहेमा माग्नुलाई के लिएर आउनुपर्छ अरे भनिदियो नि चाहिँ सर र के त मलाई पनि पछि लिम्बुनी मन पर्न सक्छ नि त केही होइन 6-7 तोला सुन भयो भने हुन्छ सुनको भाउ कति छ थाहा छ तिमीलाई अहिले सायद 1 तोलाको 3 लाख होला हामी जस्तो गरिबहरूले चाहिँ लिम्बुनी हेर्नै नपाउने हो त मन परेको मान्छेलाई ल्याउनै पर्यो अनि यता चाहिँ हाम्रो दिपा बहिनी साडी लगाएर चिटिक्क परिरहेको छौ त बहिनी के हो अनि आज गएको लास्ट दिन यसो राम्रै भइदिउँ भनेर ठिक छ गएको लास्ट दिन त हो कि कस्तो लागिरहेछ छुट्नु पर्दाखेरि रमाइलो रमाइलो पनि लागिरहेछ नराम्रो पनि लागिरहेछ सब साथीहरूसँग छुट्दा सर्ट टाइममा धेरै मेमोरीहरू बन्यो त्यसमा एकदम म खुसी छु ठिक छ खुसी चाहिँ हुनुपर्छ लाइफमा सधैँ होइन आज छुट्टिनुको कारण पनि लगभग जिन्दगीमा केही राम्रो गरौँ भन्नको लागि त हो नि होइन एकदम हो मभन्दा धेरै केही बोल्नु सक्दिनँ मलाई आउँदैन ठिक छ जिन्दगीमा धेरै प्रगति गर्दै जानु प्रगति गर्दै गएपछि साथीहरूलाई नबिर्सिनु है धेरै प्रगति होस् साथीलाई बिर्सिनु हुँदैन बिर्सिनु पर्ने ठिक छ थ्याङ्क यू सो मच थ्याङ्क यू अनि यता चाहिँ हाम्रो अर्को सीता बहिनी छिन् उनसँग थोरै मिठो कुरा गरौँ है त हेलो सीता बहिनी के छ आम्मा आज त कस्तो राम्रो भएर आएको हौ तिमी धन्यवाद कस्तो लागिरहेछ छुट्टिँदाखेरि अथवा केही गर्दाखेरि के भयो किन रिसाएको कुली यो बङ्गालीहरू यस्तै हो क्या डिसिप्लिन हुँदैन क्या बहिनी बुझ्नु उसले चाहिँ अब खानाको हतार छ होइन त्यस्तै हो त्यस्तो छ है थ्याङ्क यू सो मच थ्याङ्क यू अनि ऊ चाहिँ हाम्रो क्लास टिचर है उयो खैरोकोट लगाउनु चाहिँ हाम्रो क्लास टिचर सबै हाम्रो स्कुल टिचरहरू हो जो रमाइलो भइरहेको छ होइन साथी चाहिँ रुख हो है रुख म चाहिँ प्योर घन्टी हो तर अब यो पालि चाहिँ मैले घरमा माओवादी लाल भनेको छु कि भेट्छ है भाइ फेरि नबोला तिमी मसँग रात होइन कस्तो लागिरहेको छ साथी 2 वर्षपछि छुट्टिँदाखेरि छुट्टिएको होइन बिदा चाहिँ भएको स्कुलदेखि मात्रै बिदा भएको होइन त म मित्रमै छु होला यिनीलाई भन्ने नबोला तिमी मसँग पारा जसले आफ्नो देशको जसले आफ्नो पार्टीको नाम बच्न सक्दैन त्यसको समर्थन गरेर काम छ सर्वभुम्ब फैलिएको मेची महाकाली प्रकृतिका कोटि सम्पदाको आशा वीरहरुका रगत तर अतल ज्ञान भूमि शान्ति भूमि तर पहाड हिमालय स्वतन्त्र एउटा राम्रो मातृभूमि नेपाल यो अझै छ सेट यार टाउका दुखिसक्यो यार हामी 100 टुङ्गटा सक्दैन यो बेलासम्म अनि यहाँ चाहिँ के हो कार्यक्रम हुनुभन्दा अगाडि हो नि त्यो राष्ट्रिय गाना त होइन
down, please. Sit down. Woo. Sit down, sit down. Sit down, everyone. Sit down. ओए कोले लास्टै नमिठो पाडे यार तपाईँ हो म पार्दै खानु तपाईँ पार्ने ओए गौतम हो तिमी पाडेको तपाईँ कन्टेन्टै हो कि यो पार्दैकै हो कसम गनाकै हो के कन्टेन्ट होइन यार माई गड तपाईँहरूलाई चाहिँ म मेरो 2 वर्षको कमाइ मेरो 2 वर्षको मेहनत देखाइदिन चाहन्छु है यो 2 वर्षको मेहनत चाहिँ ओ यही हो माया कसम 2 वर्षको मेहनत है त 2 वर्षको मेहनत यही हो अनि यो म यो मेरो 2 वर्षको मेहनत 14 लाख अरे त गोचाइमा सेन्से केही भन्न आएन मलाई यार त सेन्से गाइस ल राम्रोसँग गरेर हम चाहिँ अहिले फोटो खिच्दैछौँ है जय घन्टे जय घन्टे जय घन्टे अरे तो गोजाइमास अरे तो गोजाइमास अरे तो गोजाइमास अरे तो गोजाइमास किवानी hamuraku no saigo no hi desu. Hai. Nihongo kita toki wa hontou ni nihongo難しかったです。はい。でも先生は優しく教えてくれたので、たくさん日本語勉強することができました。日本語だけじゃなくていろいろなことも学びました。本当にありがとうございました先生。ありがとう。本当にありがとうございました。ありがとうございました先生。2 वर्षका है元気でねバイバイバイバイमिस यू सेन्से अलवेजありがとうございましたありがとうございました先生र फाइनली गाइस देख्न सक्नुहुन्छ यो मेरो हातमा हैन हाम्रो 2 वर्षको क्लास पनि सकियो अब नेक्स्ट मन्थदेखि चाहिँ हामी सेन्मन गएको जानुपर्ने हुन्छ सर अनि त्यही हो 2 वर्षमा धेरै साथीहरुसँग रमाइलो भयो सेन्सीहरुले धेरै कुराहरु सिकाउनु भयो धेरै कुरा सिकियो जानियो बुझियो हैन सुरुमा आउँदाखेरि त धेरै कुराहरु थाहा थिएन नि त अहिले त अब कति धेरै कुराहरु थाहा भइसक्यो आज एउटा कुराले खुसी पनि छु एउटा कुराले दुखी पनि छु दुखी के कुरामा छु भनेपछि यत्रो वर्षसम्म 2 वर्षसम्म हैन चिनेको साथीहरु अनि त्यसपछि सेन्सीहरु धेरै कुराहरु जुन लाइक सहयोग आदान प्रदानदेखि लिएर धेरै कुराहरुमा हुन्थ्यो हैन धेरै कुराहरुमा खुसी भइन्थ्यो खुसी चाहिँ के कुरामा छु भनेपछि चाहिँ अब नयाँ ठाउँ नयाँ गएको फेरि नयाँ जर्नी स्टार्ट हैन नयाँ लाइफ स्टार्ट त्यही भएर चाहिँ खुसी छु है भन्दै आजको भिडियोलाई एन्ड गर्न चाहन्छु हस् त धन्यवाद लाइक शेयर कमेन्ट चाहिँ गर्न नभुल्नु होला र म के कस्तो खालको कन्टेन्ट बनाऊँ भनेर पनि भन्नु होला है त कस्तो खालको भिडियो तपाईहरु हेर्न चाहनुहुन्छ कस्तो खालको भिडियो बनाइदिउँ हैन कस्तो खालको भिडियो बनाउँदा तपाईहरुलाई राम्रो लाग्छ त्यस्तो खालको भिडियो चाहिँ कमेन्ट गर्नु ड्याङ्ग आउँछ है त बाइ बाइ नेक्स्ट भ्लगमा भेटौँला